झापा 5 मा बालेन शाहले निर्वाचन जित्ने सेतो पार्टीको सर्वेक्षण। सेतो पार्टी अनलाइनको सर्वेक्षणमा केपी शर्मा ओलीभन्दा बालेन शाह धेरै अगाडि। 37 वर्षदेखि देश लुटेकाहरूलाई सत्ताबाट हटाउन फागुन 21 मा घन्टीमा भोट दिनुहोस् भन्दै रविले मागे अन्तिम पटक मत। मौन अवधि सुरु हुनुअघि रविले के भने यसबारे पुरै जानकारी। चुनाव हुँदैन भन्दै भ्रम छरिरहेको एमाले र सिङ्गो नेतृत्व पङ्क्ति नै होमियो चुनावमा। अन्ततः मौन अवधि सुरु हुनुअघि ओलीले भने देशको पक्षमा मतदान गर्नुहोस्। बालेन शाहले देश हाँकेको हेर्ने मन छ भन्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे देशवासीको नाममा सम्बोधन। प्रचण्ड भन्छन् अब रासपासँग सहकार्य गरेर अगाडि बढ्छौँ। सेतो पार्टी अनलाइनले गरेको 11 मत सर्वेक्षणमा 11वटै स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने दाबी। कस्तो हुन्थ्यो यसअघि सेतो पार्टीले गरेको सर्वेक्षणको मत परिणाम, यसबारे पुरै जानकारी। आफू चुनाव प्रचारमा जान नसकेको भन्दै उम्मेदवारलाई अनलाइनबाटै मत माग्दै रवि लामिछाने। जुम्लाकी विनिता कठायतदेखि बदन भण्डारीसम्मलाई रविले मागे मत। बदलियो काङ्ग्रेस बदल्छौँ देश भन्दै अघि बढेका गगन थापाले मौन अवधिमा सम्बोधन गर्दै भने देशको स्थायित्व र अनुभवी नेतृत्वका लागि काङ्ग्रेसमा मतदान गर्नुहोस्। बालेनको विरुद्धमा बोल्नुहोस्, मनग्गे पैसा लिनुहोस् भन्दै अमुक पार्टीले आफूलाई पैसाको अफर गरेको पूर्व सैनिक अधिकृत प्रेमसिंह बस्नेतको दाबी। उनी भन्छन् बालेनको विरोध गर्न केही पार्टीले मलाई पैसाको अफर गरेका थिए। दर्शकबिन नमस्कार, जिएस अनलाइन टिभीको नयाँ भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। भिडियोको सुरुवात गरौँ सेतो पार्टी मत सर्वेक्षण अनुसार झापा 5 मा बालेन शाह धेरै अगाडि सम्बन्धी प्रसङ्गबाट। दर्शकबिन आगामी फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर 5 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह फराकिलो मतान्तरका साथ विजयी हुने सेतो पार्टी अनलाइनले सर्वेक्षण गरेको छ। आगामी फागुन 21 को चुनावलाई लक्षित गरी सेतो पार्टी अनलाइनले हालसम्म 11वटा मत सर्वेक्षण गरेको थियो। ती सबै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने दाबी उक्त मत सर्वेक्षणमा गरिएको छ। यी 11 निर्वाचन क्षेत्रमध्ये झापा निर्वाचन क्षेत्र नम्बर 5 मा पनि सेतो पार्टी अनलाइनले गरेको सर्वेक्षण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने क्षेत्रको रूपमा हेरिएको छ। सेतो पार्टी अनलाइनले हिजो साँझ एक मत सर्वेक्षण सार्वजनिक गर्दै हालसम्मको अवस्थामा स्थायी मतदातासँग गरिएको सोधपुछका आधारमा केपी शर्मा ओली बालेन शाहभन्दा धेरै पछाडि रहेको उक्त मत सर्वेक्षणले बताएको छ। उक्त मत सर्वेक्षणले भनेको छ, हामीले गरेको मत सर्वेक्षणमा बालेन शाह धेरै अगाडि रहेकाले बालेनलाई जित्न ओलीलाई सहज छैन। त्यति मात्र होइन, सेतो पार्टी अनलाइनले अन्य विभिन्न ठाउँमा पनि मत सर्वेक्षण गरेको थियो। हालसम्म गरेको 11वटा मत सर्वेक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अगाडि छन्। सेतो पार्टीले हालसम्म गरेको मत सर्वेक्षणहरूमा दाङ निर्वाचन क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्य, रूपन्देही क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, चितवन क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सविता गौतम, धनुषा निर्वाचन क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजु पाण्डे, भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री र झापा निर्वाचन क्षेत्र नम्बर 5 मा बालेन शाह अगाडि रहेको सर्वेक्षण सार्वजनिक गरिएको छ। यी सबै मत सर्वेक्षण हेर्दा नेकपा एमालेका हेभी वेट नेताहरू उठेको निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने दाबी गरिएको छ। नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, अध्यक्ष केपी शर्मा ओली, सचिव महेश बस्नेत लगायतका उम्मेद्वार उठेको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले जित्ने सेतो पार्टी अनलाइनले मत सर्वेक्षण गरेको छ। बालेन विरुद्ध बोल्न पैसाको अफर। दर्शकबिन नेपाल आर्मीका वरिष्ठ अधिकृत प्रेमसिंह बस्नेतले बालेन शाह विरुद्ध अभिव्यक्ति दिन र बालेन शाह विरुद्ध अफवाह फैलाउन अमुक पार्टीको शीर्ष तहले नै आफूलाई पैसाको अफर गरेको दाबी गरेका छन्। सिधा कुरा जनता सङ्घका सञ्चालक वीरेन्द्र जैरूसँग बोल्दै सैनिक अधिकृत प्रेमसिंह बस्नेतले यस्तो दाबी गरेका हुन्। उनले भनेका छन्, बालेन शाह विरुद्ध बोल्न मलाई अमुक राजनीतिक दलबाट पैसाको अफर आएको थियो, तर मैले बालेन शाह एक देशभक्ति छोरो भएकाले उसका विरुद्ध बोल्न चाहिन, उनले वीरेन्द्र जैरूसँग भनेका छन्। यो सुन्नुहोस्। एउटा कुरा म तपाईलाई भनिदिन्छु पत्रकार मित्र, मलाई पनि बालेनको विरोध गरिदिनुहोस्, बरु फलानालाई सपोर्ट गर्नु पर्दैन, केही खर्च लिनुहोस्, हामीले
हामीले फलाना फलानालाई भेटिसकेका छौँ, तपाईँले पनि गरिदिनुहोस् भनेर म कहाँ आइपुगेका थिएँ होइन। हजुर, कुनै अमुक पार्टीका मान्छेहरू भन्दा जसलाई भेटेँ भनेर मलाई त्यहाँ त्यो टोलीले मलाई भनेको थियो, ती व्यक्तिहरू अहिले त्यसरी मैले बालनजीलाई अलिकति याद छु है। र यो हामी यस्तो एक्सट्रिमिस्ट हुनुहुन्न, किनभने नयाँहरूप्रति हामीले विश्वास गर्नुपर्छ। आखिरी त्यो इरानबाट आउने पनि होइन, कोरियाबाट आउने पनि होइन, तपाईँको रुसबाट आउने होइन, आखिर नेपालीका छोराहरू नेपाली हुन्। यी खड्गवली शेरबहादुर देउवा प्रचण्डीलाई चाहिँ विश्वास गर्न मिल्ने अनि नयाँ युवालाई नमिल्ने, हेर्नुहोस् यो अतिवादीहरू। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मौन अवधि सुरु हुनुभन्दा अगाडि 37 वर्षदेखि देश लुटेकाहरूलाई परास्त गर्ने समय आएको बताएका छन्। हिजो साँझ 12 बजेबाट चुनाव प्रचार गर्न नपाउने भएपछि अन्तिम पटक मतदातालाई सम्बोधन गर्दै रवि लामिछानेले वैकल्पिक शक्तिलाई एकपटक अत्याधिक बहुमतका साथ जिताएर 5 वर्ष शासन गर्न दिन आग्रह गरेका छन्। मतदाताको नाममा सम्बोधन गर्दै रविले भनेका छन्, यदि राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएर पनि काम गर्न सकेन भने अर्को पटकदेखि मत नदिनुहोस्। त्यस्तै चुनाव हुँदै हुँदैन भन्दै जनतामा भ्रम छर्दै भित्री रूपमा चुनावको तयारीमा जुटिरहेको एमाले अन्ततः लतारिँदै भए पनि चुनावमा होमिएको छ। सरकारले चुनाव घोषणा गरेदेखि नै चुनावलाई ललकार्दै चुनाव विरुद्ध अफवाह फैलाउँदै आएको एमाले अन्ततः काङ्ग्रेसले साथ नदिएपछि चुनावमा होमिएको हो। काङ्ग्रेसमा नयाँ नेतृत्व आएर चुनावतर्फ अगाडि बढेपछि एमाले पनि चुनावमा होमिन बाध्य भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। यदि काङ्ग्रेसमा विद्रोह गरेर गगन थापा सभापति नभएको भए काङ्ग्रेसले ओलीलाई साथ नदिने र संसद पुनर्स्थापनातर्फ पुराना राजनीतिक दलहरू लाग्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। तर गगनको विद्रोह र राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त उदयले अन्य दललाई पनि चुनावमा होमिन बाध्य बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। त्यस्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मौन अवधि सुरु हुनुभन्दा अगाडि एक भिडियो सन्देश जारी गर्दै देश विकासको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। नेकपा एमाले नै देश विकासको नेतृत्व लिने हुँदा नेकपा एमालेका सबै उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन आग्रह गरेका थिए। विशेष गरी उनले आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा झापा 5 मा आफूले विकास निर्माणका थुप्रै कामहरू गरेको र ती कामहरू अधुरा रहेकाले पूरा गराउनका लागि पुनः एकपटक मतदान गर्न आग्रह गरेका छन्। त्यस्तै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तासँग काम गर्न तयार रहेको बताएका छन्। उनले बालेन शाहले बहुमत लिएर आएर प्रधानमन्त्री बनेको खण्डमा पनि नेकपा साथ दिन तयार रहेकाले नयाँ पुस्तासँग काम गर्न नेकपा तयार रहेको बताएका हुन्। त्यस्तै बदलियो काङ्ग्रेस बदल्छौँ देश भन्दै अगाडि बढेका नेपाली काङ्ग्रेसका सभापति गगन थापाले मौन अवधि सुरु हुनुभन्दा अगाडि सम्बोधन गर्दै देश परिवर्तनका लागि काङ्ग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। प्रजातन्त्र र लोकतन्त्रको रक्षा गर्नेदेखि देश विकास गर्नका लागि र स्थायित्वका लागि नेपाली काङ्ग्रेसलाई मतदान गर्न गगन थापाले आग्रह गरेका हुन्।